आज हामी जाँदैछौँ काठमाडौँ टु नेपालगञ्ज सो विथ बाई बस एन्ड अब कस्तो हुन्छ जर्नी सो लेट्स सी हेरौँ। अनि अब हामीले अहिलेसम्म टिकट पनि काटेको छैन सो कस्तो हुन्छ आजको जर्नी तपाईँले देखाउनेवाला छौँ। अनि लेट्स सी गाइज लेट्स गो। आज म बिहान नै 6 बजे उठेँ अनि उठ्ने बित्तिकै मैले ट्याक्सी बुक गरेँ। त्यसपछि हामी एयरपोर्टतिर लाग्यौँ। युट्युब च्यानललाई सब्सक्राइब गरिदिनुहोस् हजुर, राम्रोसँग हाम्रो भाइ एकदम जेन्युन मान्छे हो। सो गाइस अहिले चाहिँ म बसमा पुगिसकेँ। यहाँ चाहिँ मान्छेहरूको चाप एकदमै धेरै छ क्या होइन, तपाईँहरूले पनि देख्न सक्नुहुन्छ। यहाँनिर आउँदैछन् बिहानै बिहान होइन, यति धेरै चाप छ क्या जाने। सो हामीले टिकट पाउँछौँ कि नै भन्ने हो, यतापट्टि देख्न सक्नुहुन्छ। सो गाइस टिकट लिन गइरह हो हामी चाहिँ। आजको भिडियोमा चाहिँ बवाल हुनेवाला छ। हामी ठाउँ ठाउँमा गएर खाना खानेछौँ, त्यहाँको टेस्टहरू गर्नेछौँ, कस्तो छ भन्ने कुरा रिभ्यू दिनेवाला छौँ। लेट्स गो गाइस। टिकट काउन्टरभित्र जब चाहिँ म जाँदैछु यहाँ चाहिँ लाइन लागिरहेको छ कि मान्छेहरू, लाइनहरू के हो यो धेरै गाइस। यहाँ चाहिँ अति नै लाइन छ है, मैले हामीले त टिकटै पाउला जस्तो लागेन यार। सो गाइस यहाँनिर फाइटिङ हुन लागेको छ होइन, टिकट नपाएर मान्छेहरू फ्रस्ट्रेसन भइसक्यो क्या। अनि अब त्यो दलाली सलाली गरेर जस्तो लाग्यो, मेबी फाइटिङ हुन लागेको छ यहाँ यार, यस्तो फाइट हुन लागेको छ यार। सो गाइस अहिले चाहिँ हामी बस पार्किङमा छौँ होइन। यो चाहिँ अब कस्तो भइरहेछ भन्दा चाहिँ अनि हामीलाई फिक्सै भएको छैन होइन, कहाँ जाने फिक्सै छैन क्या हामी होइन। अनि के भइरहेछ भन्दाखेरि हामी चाहिँ खास जानुपर्ने नेपालगञ्ज हो, नेपालगञ्जको टिकटै पाइरहेन क्या, पाइरहेको छैन। हामी फिक्स भइरहेको छैन कहाँ जाने, त्यसैले हामी जहाँको टिकट पायो त्यहीँ जानेवाला छौँ। त्यही नै हो गाइस। अनि यहाँ पछाडिनिर क्या झगडा भइरहेछ है, बस पार्कतिर यस्तै हुन्छ क्या, झगडा लास्ट हुन्छ है। खै त्यो त मलाई पनि थाहा भएन यार, कुन ठाउँको लागि थाहा भएन, जस झगडा बस पार्कतिर यस्तो भइरहेको छ। सो अनि त्यही नै हो गाइस। अब कस्तो हुन्छ, जस रमाइलो हुन्छ होला क्या, प्लानिङ छैन नि त कुन ठाउँ जाने होइन, बबाल हुन्छ होला। सो लेट्स सी हेरौँ। एउटा त फेरि त्यहाँबाट डिलिभर गर्नुपर्छ होला अनि है त्यो पनि हो, एउटाबाट कहाँ हुन्छ त्यसपछि कस्तो छ। सो नयाँ जियोस् एउटा कुरा चाहिँ थाहा छ कि नयाँ कुरा चाहिँ हामीले देख्न पाउँछ अनि र तपाईँलाई पनि देखाउन पाउँछ। अनि त्यही नै हो गाइस, लेट्स सी हेरौँ के हुँदै जान्छ। विदाउट प्लान यो भ्लग चाहिँ केसम्म हुन्छ, कस्तोसम्म बन्छ हेर्नु होला गाइस होइन। हाम्रो कुनै पनि भिडियो प्लानले हुँदैन होइन, विदाउट यत्तिकै रेन्डमली बनिदिइहाल्छ। सो अब हामी जानेवाला छौँ टिकट काउन्टरतिर, कहाँको टिकट पायो एकछिन सोध्नेवाला छौँ, कहाँको खाली छ। त्यति भन्दा गाइस यहाँनिर है सो गाइस म गएर चाहिँ ब्याग राखिदिइहाल्छु है त। 7 बजेको छ हाम्रो यो बस है, म गएर यहाँनिर राखिदिइहाल्छु। ठिकै छ, सिटहरू त्यस्तो त्यो अलिक पुरानै रहेछ तर त्यस्तो ठिकै छ। कति नम्बर 11 नम्बरमा छ क्या अरे, यहाँनिर कता होला 1 2 3 4 5 6 7 8 9 10 11 समथिङ यतैतिर होला सायद सिट, यतैतिर राखिदिन्छ है त। सो गाइस फाइनली हामी चाहिँ यहाँनिर अहिले 9 बज्यो सायद, 9:30 बजिसक्यो होइन, 9:30 भन्दा नि बढी भइसक्यो सायद, लगभग अहिले 9:30 बजिसकेको छ। अहिले चाहिँ हामी यहाँ पुग्यौँ होइन, 7 किल्ला भन्ने ठाउँ र यसलाई रोकु बजार पनि भन्दो रहेछ। यहाँ चाहिँ कस्तो श्री अन्नपूर्ण होटेलमा चाहिँ हामी खाजा खान रोकिरहेछौँ है। कस्तो छ यहाँ खाना, मान्छेहरूको भिड छ रहेछ। सो अब म जानुपर्ने लास्टको वासरुमलाई उता उता वासरुम जानुपर्ने हो क्या। यहाँ चाहिँ हामी रोटी टेस्ट गर्नेवाला छौँ, कस्तो छ रोटी होइन यहाँको चाहिँ। यस्तो लाइन छ है, यो चाहिँ रोटीको लाइन हो। रोटीमा चाहिँ यस्तो यस्तो कुराहरू आउँदो रहेछ होइन। यो चाहिँ पकौडा हो जस्तो लाग्यो, पकौडा छ, तरकारीमा चाहिँ काउली छ, यो चाहिँ
चाहिँ अर्को पुरी चाहियो एउटा पुरी हो कि एउटा पुरी एउटा रोटी पुरीमा पनि तरकारी सेम छ है सो गाइस हामीले खाएर पनि सक्यो होइन अनि मलाई चाहिँ कस्तो लाग्यो भने त्यस्तो खासै बबाल थिएन अब त्यही नै हो अब होइन यो अचार त अब के भन्नु तरकारी चाहिँ मिठो थिएन होइन पुरी पनि त्यस्तो खासै पुरी गुलाबमा लासै धेरै थियो रोटी पनि ठिकै थियो ठिकै छ अब यसलाई चाहिँ नम्बर दिनुपर्दा आउट अफ 10 मा चाहिँ मैले 3 दिएँ है त तैँले कति दिन्छस् ल यति भन्दै गाडी हामी नेक्स्ट लोकेसनमा जानेवाला छौँ हाम्रो बस गइसक्यो हामी चाहिँ अर्को अहिले चाहिँ हामी धादिङ पुगिसक्यौँ धादिङको यस ठाउँमा चाहिँ हामी खाना खानेवाला छौँ हामी धादिङमा खाना खान बसेका कस्तो छ त्यस्तो राम्रो छैन कस्तो छ खाँदै त्यस्तो मिठो होइन तो चलिए शुरू करते हैं यहाँको खाना चाहिँ कस्तो थियो भन्दाखेरि चाहिँ यहाँको खाना चाहिँ त्यस्तो खासै राम्रो थिएन मैले चाहिँ यहाँको नम्बर दिनु पर्दा आउट अफ 10 मा चाहिँ 2 दिएँ है त बिहानको खाना खाइसकेपछि हाम्रो यात्रा फेरि सुरु भयो केही छिनको यात्रापछि हामी पुग्यौँ नारायणघाट किन आएको भन्ने कुरा तपाईँले एकछिनमा थाहा पाउनुहुनेछ हामी चाहिँ अहिले नारायण टावर पुग्यो होइन यहाँबाट सो गाइस फाइनली के भएको भन्दाखेरि चाहिँ हाम्रो प्लान चेन्ज भयो है एक्कासी के भयो भन्दाखेरि हामी हेटौँडा जाने ट्रिप भइसकेको थियो बट हेटौँडा भन्दा यहाँ नारायण टावरबाट नारायणघाट होइन नारायणघाटबाट चाहिँ ल्याएँ अनि सो अब नारायणघाटबाट नेपालमा जान सजिलो हुन्छ अरे क्या एक दिनमै पुग्छ अरे तर हाम्रो प्लान के थियो भन्दाखेरि चाहिँ एक दिन चाहिँ हेटौँडा बस्ने थियो बट अब एक दिनमै अब अहिले नै पायो भने टिकट हामी नेपालगञ्ज गइहाल्छौँ यदि नपायो भने चाहिँ हामी यहीँ बस्छौँ हेरौँ टिकट काउन्टर यहाँ भरि छ होइन सबै टिकट काउन्टर हो यो त्यहाँ गएर सोध्नेवाला छौँ तर पाउँछ होला लास्ट गर्मी यो नारायण टावर पुग्ने एउटा के भन्छ तराईको भाइब्स आउने रहेछ क्या यहाँ चाहिँ गर्मी छ है अति नै पसिना आइरहेको छ क्या यार नर्मल केही गरेर होइन पसिना आइरहेको छ
हामीले नारायणघाटबाट बेलुका 6 बजेको टिकट पायौँ र यो 6 बजे अहिले चाहिँ हामी 2 बजे नारायणघाटमा पुगेका थियौँ। त्यसैले हामीसँग धेरै टाइम थियो। अब त्यो टाइममा हामी के गर्ने सोचिरहेको थियौँ। हामीले चाहिँ यसो नारायणघाट एक्सप्लोर गऱ्यौँ भनेर यसो घुम्दै थियौँ। त्यहाँ नजिकै एउटा नारायणी नदी रहेछ, त्यो नदीमा गएर यसो घुम्यौँ। यो चाहिँ नारायणी नदी हो होइन, एकदमै बवाल रहेछ क्या। त्यहाँ डुङ्गा सुङ्गा खेल्ने ठाउँ पनि रहेछ होइन, क्या चिल छ क्या, मजा छ है। वाउ नाइस ब्रो यार, नाइस, दामी लाग्यो है मलाई, जति नै होला। हेर्न त्यहाँ बोट कसो टिकट काटेर जाने हो। यहाँ पानीपुरी सानीपुरी सब पाउँदो रहेछ क्या फेरि है। वाह राजा यता चाहिँ यता छ, यता यत्तिकै बस मात्रै, उता हेर किन अरे, त्यहीँ बस मात्रै। ल रेडी 1 2 3 भन्छु, सारी पनि छ। ल रेडी 1 2 3 गो गो। 1 2 3 गो। नारायणी नदी छेउ नजिकै विभिन्न किसिमका स्ट्रिट फुडका स्टलहरू रहेछन् र त्यहाँ विभिन्न किसिमका खानाका परिकारहरू पाक्दा रहेछन्। तर हामीले चिकन लेग पिस खाने निर्णय गऱ्यौँ। त्यसपछि उहाँ दिदीले चिकन लेग तातो तेलमा सर्र भुटेर हाम्रो लागि तयार गरिदिनु हो। छिटो गरिदिनु ल। ल खाइदिनु आइज। ओहो कस्तो छ रिभ्यू दिन्छु। तनी यता आइज, उता उता उता। चिकन रोस्ट चाहिँ क्या मजा छ यार। अङ्कल पानीहरू सबै दिन्छ। नर्मल पानी छैन, खाएर पानी नारायणी नदीको बगरमा बसेर चिकन लेग पिसको स्वाद चाख्न पाउँदा मन साह्रै हर्षित भएको थियो। एउटा भनाइ थियो नि, जिन्दगीको यात्रा कहाँ गएर टुङ्गिन्छ कसैले थाहा हुँदैन। तर एउटा कुरा चाहिँ थाहा थियो, नारायणघाटको यात्रा यहीँसम्मै हुन्छ भनेर। हाम्रो अर्को गन्तव्य, नेक्स्ट गन्तव्य चाहिँ नेपालगञ्ज भएकाले नारायणघाटको गन्तव्य अब यहीँ सकिएको छ।
अब चाहिँ हामी आफ्नो गन्तव्यतिर लाग्छौँ भोलि बिहान पुग्छ अब यार यहाँबाट टाढा अझ बेलुकाको 6 बज्छको बेलुकाको 6 बजी चाहिँ हाम्रो नेपालगञ्जको चाहिँ फेरि नेक्स्ट अर्को बसमा चाहिँ हामी जान लागिरहेछौँ सो अहिले चाहिँ हामी गइरहेछौँ केही बेरपछि त्यहाँको खाना खाने स्टेसनमा पुग्यौँ यो चाहिँ बुटोल हो बुटोलमा चाहिँ हामी नेक्स्ट खाना खानेवाला छौँ यहाँको खाना चाहिँ एकदमै चिप थियो झोल खाना आउट अफ 10 मा मैले 1 दिएँ हामी 5 घण्टाको यात्रापछि फाइनली हामी नेपालगञ्जको नजिकै पुगिसकेका थियौँ अहिले चाहिँ हामी फाइनली नेपालगञ्ज पुगिसकेका छौँ आजको यात्रा हाम्रो यहीँसम्म थियो अहिले चाहिँ हामी नेपालगञ्जको कोलपुर भन्ने स्थानमा छौँ अबको भिडियो चाहिँ यसपछिको नेक्स्ट भिडियोको नेपालगञ्जको बारेमा आउनेवाला छ अबको भिडियोमा चाहिँ हामी नेपालगञ्जको फुडहरू टेस्ट गर्नेवाला छौँ र नेपालगञ्जलाई एक्सप्लोर अझ दामी तरिकाले एक्सप्लोर गर्नेवाला छौँ यति भन्दै गाइस आजको ब्लग यति नै हो तपाईँले सब्सक्राइब गर्नुभएको छैन भने मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला टाटा बाई बाई गाइस हामी अर्को ब्लगमा भेट्नेवाला छौँ